भाद्र 23 र 24 को घटनामा देशका विभिन्न कारागारबाट 14,554 कैदी बन्दीहरू फरार भएकोमा हालसम्म 9,441 जना फिर्ता ल्याइसकिएको छ र अहिले केवल 5,013 जना पक्राउ गर्न बाँकी रहेको अवस्था छ। उहाँहरूलाई हामीले पटक पटक सूचना निकालेर अनुरोध पनि गरेका थियौं हतियारको सम्बन्धमा र फरार भएका कैदी बन्दी बालबन्दीहरू समेतको सम्बन्धमा। अहिले पनि 5,013 जना चाहिँ आउन बाँकी छ। फरार कैदीहरू पक्राउ गर्नको लागि निजहरूको सूची सार्वजनिक गरिएको छ। त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ। सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोज तलासको कार्यलाई तीव्रता दिएको छ। त्यस्तै सुरक्षा निकाय मार्फत फरार कैदी बन्दीको खोजीको लागि विशेष अपरेसन चलाउने कार्यलाई अगाडि बढाइएको छ। फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भीरतापूर्वक अगाडि बढेको छ। सम्पूर्ण चुनौतीहरूलाई परास्त गरी स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ र यसमा सर्वसाधारण सबैको साथ सहयोग र सहकार्य अपरिहार्य रहेको बेहोरा समेत अनुरोध गर्दछु। आगामी फागुन 21 मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी हो। हामीलाई प्राप्त जिम्मेवारी अनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन्न हामी तयार छौं, आतुर छौं। युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नावली ऐन 2073 लाई संशोधन गरिएको छ।